यो हाम्रो कार्यक्रमलाई हेरिरहनु हुने सामाजिक सञ्जालमा कोही मित्रहरू छन् भने उहाँहरूलाई यहीबाट म सन्देश दिन चाहन्छु। प्रदेश नम्बर 1 पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले ओसी नाम खारिज गर्न नसकेर मुकुमलुङतिर आन्दोलन डाइभर्ट गर्यो। पहिचान के हो भन्ने कुरो मुख्य कुरो हो। हामीले किन आन्दोलन गर्यौँ? मुकुमलुङमा नो केवलकार भनेर किन आन्दोलन गर्यौँ? हिजो खवालुङलाई फुटाउनु खोज्दा हामीले किन संरक्षण गर्यौँ? पहिचान के हो भन्ने कुरो मुख्य कुरो हो। हामीले किन आन्दोलन गर्यौँ? मुकुमलुङमा नो केवलकार भनेर किन आन्दोलन गर्यौँ? हिजो खवालुङलाई फुटाउनु खोज्दा हामीले किन संरक्षण गर्यौँ? यस्तै हाम्रो सांस्कृतिक जातीय लगायत विभिन्न पहिचानका धरोहरहरू भनेको यस्तै विषयहरू। त्यसो भएकोले हिजो हामीले मुकुमलुङ आन्दोलन गरिरहँदा थुप्रै कुरोहरू आयो। साथीहरूले यो प्रदेश नम्बर 1 पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले ओसी नाम खारिज गर्न नसकेर मुकुमलुङतिर आन्दोलन डाइभर्ट गर्यो, उतातिर आन्दोलन केन्द्रित गर्यो भनेर आरोप लगाउनु हुने साथीहरू छन्। उहाँहरूलाई म यदि यो हाम्रो कार्यक्रमलाई हेरिरहनु हुने सामाजिक सञ्जालमा कोही मित्रहरू छन् भने उहाँहरूलाई यहीबाट म सन्देश दिन चाहन्छु। पहिचान भनेको यस्तै कुराहरू। पहिचान कुनै नयाँ कुरो होइन। यहाँ आज हाम्रो पूर्व नभनौँ अहिलेको जुन प्रधानमन्त्री केपी ओलीज्यूले एउटा अभिव्यक्ति दिनुभएको थियो, यो पहिचान भनेको नेपालबाट बैलगाडामा चढेर अमेरिका जानु हो। आज त्यसको परिणाम त्यही आन्दोलनको त्यही सङ्घीयताको परिणामले गर्दा त्यही सङ्घीयताको कारण राज्यमा प्रधानमन्त्री भएर आसीन हुनुभएको। त्यसो भएकोले हामीले आइडेन्टिटी अथवा पहिचानको विषयमा हामी लडिरहँदा पहिचान के हो भन्ने कुरो हामीले पनि बुझ्नुपर्ने र हामीले प्रदेश नम्बर 1 पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले मुकुमलुङमा किन आन्दोलन गर्यो भन्ने विषय, त्यो मुकुमलुङ एउटा हाम्रो सांस्कृतिक धरोहर, साझा सम्पत्ति भन्छु म। यो सबै नेपालीहरूको धर्म, हिन्दू धर्म मात्र नभएर, लिम्बू मात्र नभएर सबै धर्मावलम्बीहरूले मान्ने एउटा आस्थाको धरोहर हो। प्रदेश नम्बर 1 मा सबैभन्दा ठुलो धरोहर भनेको मुकुमलुङ। र अर्को कुरो के भन्न चाहन्छु भने यहाँ हाम्रो सङ्घर्ष समितिले थोरै परिमार्जन गर्नुपर्छ। यी घटनाहरू, ताप्लेजुङमा घटना घट्यो, यहाँ कालो मोसो दलियो लगायतका जने घटनाहरू छन्। केही थोरै समस्या आएको छ। कसैले के आक्षेप पनि लगाए, मनोपोली गरेर चाहिँ कालो मोसो लगाउने काम भयो भन्ने कुरो पनि आएको थियो। कोही जानु नहुने भन्ने कुरो पनि आएको थियो। म यसै आजकै जने यो योद्धा सम्मान कार्यक्रममा के जानकारी गराउन चाहन्छु भने कालो मोसो दल्ने कार्यक्रम 2081 चैत्र 4 गते 9 बजेदेखि मुकुमलुङ संरक्षक समितिको जुम बैठक बसिरहँदा त्यो बैठकमा एउटा प्रस्ताव आएको छ। त्यो प्रस्तावको अनुसार मौखिक निर्णय गरेर त्यो कार्यक्रम सम्पन्न भएको। अझ को जानुपर्ने को नजानुपर्ने थोरै छोटो समयमा यो कार्यक्रम लन्च भएकोले सीमित व्यक्तिहरू गएर सफलतापूर्वक एउटा व्यक्तिलाई सन्देश दिन सकियो। त्यो भनेको कालो मोसोको ऊर्जाले गर्दा मुकुमलुङमा आन्दोलन तातिएको र तातिएको पनि हो। अघि एकजना हाम्रो इटरीका हाम्रा युवा भाइले भन्नुभएको छ, हिजोको होइन, त्यो अस्ति शुक्रबार सर्वोच्च अदालतले परमादेशको जने एउटा निर्णय गरेको छ। त्यो निर्णय भनेको मुकुमलुङमा अहिलेको स्थिति
यथास्थितिमा रहने भनेर परमादेश जारी गरेको छ। अहिले त्यहाँ न निर्माण हुन्छ न अहिले आन्दोलन हुन्छ। सुन्नुहोस् है, जस्ताको जस्तै रहने भनेर त्यो एउटा सकारात्मक बाटो हो। अब अर्को कुरो के छ भन्नुहुन्छ भने मुकुमलुङमा चन्द्र ढकाल आफै निष्क्रिय भएको स्थिति छ। उसले हेर्यो त्यहाँ, ऊ त लगानीकर्ता न हो, दलालहरूको भरिया न हो, ऊ त दलाल बनेका ठुला दलाल। अहिलेको सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू आफै संलग्न हुनुहुन्छ। त्यहाँका जने भ्रष्ट फटा सांसद योगेश भट्टराई आफै चाहिँ त्यहाँ हुनुहुन्छ। कति फटाहरू रहेछन् मुकुमलुङमा। तपाईँहरूले सुन्नुभएको होला, हेर्नुभयो होला, सन् 2075मा अहिलेको प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेला मुकुमलुङ जुन क्षेत्र छ त्यो कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र पर्थ्यो। तर त्यो बेला आङ्काजी यति एयरलाइनको चाहिँ मालिक र उनीहरू मिलेर मुकुमलुङलाई कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट अलग गरेर क्याबिनेटबाट पास गरेर पाठीभरा संरक्षण क्षेत्रमा समावेश गरायो। किनकि अधिकार क्षेत्रको कुरोहरू आउँछ। अब त्यो भनेको नितान्त स्थानीय सरकारभित्र पर्ने एउटा अधिकार बनाइदियो, एउटा शक्ति बनाइदियो। त्यस पछाडि केवल कार निर्माण गर्ने योजना बनाएको। साँच्ची नै भन्ने भने 3 वर्षसम्म कुनै परियोजना 3 वर्षसम्म सम्पन्न अथवा निर्माण हुन सकेन भने त्यो परियोजना स्वत खारिज हुन्छ भन्ने सम्झौता पनि छ। त्यसो भएकोले म लगायत हामी सम्पूर्ण योद्धाहरूले हामीले युद्ध गरेको, हामीले सङ्घर्ष गरेको सकारात्मक परिणाम पक्कै पनि केवल कार बन्दैन भन्ने पूर्ण विश्वास छ हामीलाई। अब रह्यो म आज जुन हामीलाई एउटा योद्धाको रूपमा सम्मान गरेर हामीलाई एउटा ऊर्जा प्रदान गरिदिनको लागि किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति, नगर समिति लगायत सम्पूर्णले हामीलाई सम्मान गर्नुभएको छ। हामीले हुनसक्छ यति ठुलो सम्मान गर्ने जने काम गरेको थियौँ कि थिएनौँ भनेर कुतकुती पनि लाग्छ, एकातिर गौरव पनि लाग्छ। तर हामीले आफूले आफूलाई प्रश्न गर्छौँ। हामीले पक्कै पनि एउटा सांस्कृतिक आन्दोलनलाई उत्कृष्टमा पलाउने एउटा फेसोको काम, एउटा इँटाको काम गरेको जस्तो महसुस हुन्छ। र म आयोजक समितिलाई नागरिक उन्मुक्ति र सिङ्गो हाम्रा जिल्ला कार्य समिति र संयुक्त पहिचान वादी मोर्चाको तर्फबाट हार्दिक धन्यवाद दिँदै म यही मेरो 2 शब्द अन्त्य गर्न चाहन्छु। हवस् त, धन्यवाद। जय मुकुमलुङ, जय पहिचान।